हेलो एभ्रिवान, म चाहिँ आज गाजरबारी मुसा लागेछ र पुरा फाँड्दैछु। घाँस पनि भारी पुग्यो मेरो, पुरा मुसाले खाइदिएछ। आज त दिन पनि राम्रो भयो। मेरो भटमास पनि मुसाले खानु स्टार्ट गरिहालेछ। यहाँ सफा गर्दैछु म। मेरो युट्युबको साथीहरूलाई, फेसबुकको साथीहरूलाई देखाउँदैछु। गाजर पनि यसरी मुसाले खानु थालेछ। अन्त यसरी सफा गर्दैछु। मलाई त यसरी फेरि मौरीले माया गर्छ। हेर्नुहोस् न, चुम्बन गरिराखेको छ। कति माया लाग्दो मौरी चाहिँ दामी भएको छ गाजरहरू चाहिँ, तर मुसा पुरा लाग्न थालेछ। हेर्नुहोस् न, फेरि गाजरसँग चाहिँ रिमिक्स मटर पनि रोपेको छु नि गाइस। कति गीतहरू मात्रै रिमिक्स पार्छ मान्छेहरूले। मैले खेती पनि रिमिक्स लगाएको। मैले फेरि हेर्नुहोस् न, फुल पनि पो रोपेको छु। हेर्नुहोस् न, क्या दामी फुलिरहेछ। यहाँबाट गाजर, मुला सबै फिटेर रोपेको छु। यो चाहिँ के कारणले यसरी रोपेको भने चाहिँ गाजर राम्रो पलाइदिएन। राम्रो पलाएकोमा नै हेर्नुहोस् न, ठुलो ठुलो फलेको छ। हेर्नुहोस् न, राम्रो फलेको जग्गामा चाहिँ, पलाएको जग्गामा चाहिँ मेरो सबैजना साथीहरूलाई देखाउँदैछु। मेरो भटमास पनि दामी फल्यो। बाई बाई।